एउटै मञ्चमा सिके र उपेन्द्र 8 दलले बनाए अग्रगामी मोर्चा, सत्ताको मोह कि देशको माया। मधेस केन्द्रित पहिचानवादी तथा प्रगतिशील राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउँदै 8 दलले शनिबार अग्रगामी मोर्चा घोषणा गरेका छन्। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाको सहभागितामा मोर्चा घोषणा गरिएको हो। मोर्चा घोषणासँगै 28 बुँदे अवधारणा पत्र पनि सार्वजनिक गरिएको छ। समावेशी लोकतन्त्र, सङ्घीयता, सामाजिक न्याय तथा उत्पीडित र सीमाङ्कृत समुदायका अधिकारलाई थप सशक्त बनाउने विषयलाई मोर्चाले प्राथमिकतामा राखेको छ। मोर्चाको नेतृत्व निश्चित अवधिका लागि रहने व्यवस्था गरिएको छ। निर्णय प्रक्रियामा सकेसम्म सर्वसहमतिको विधि अपनाउने र सर्वसहमति कायम हुन नसके लोकतान्त्रिक विधि तथा प्रक्रियाबाट निर्णय गर्ने व्यवस्था अवधारणा पत्रमा उल्लेख छ। मोर्चाले विभिन्न राजनीतिक शक्ति र नेताबीच सहकार्य, समन्वय र साझा राजनैतिक अभियान मार्फत मुलुकको समसामयिक आवश्यकता सम्बोधन गर्ने लक्ष्य समेत अघि सारेको छ। मधेस केन्द्रित पहिचानवादी तथा प्रगतिशील राजनीतिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउँदै 8 दलले शनिबार अग्रगामी मोर्चा घोषणा गरेका छन्। जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चाको सहभागितामा मोर्चा घोषणा गरिएको हो। मोर्चा घोषणासँगै 28 बुँदे अवधारणा पत्र पनि सार्वजनिक गरिएको छ। समावेशी लोकतन्त्र, सङ्घीयता, सामाजिक न्याय तथा उत्पीडित र सीमाङ्कृत समुदायका अधिकारलाई थप सशक्त बनाउने विषयलाई मोर्चाले प्राथमिकतामा राखेको छ। मोर्चाको नेतृत्व निश्चित अवधिका लागि रहने व्यवस्था गरिएको छ। निर्णय प्रक्रियामा सकेसम्म सर्वसहमतिको विधि अपनाउने र सर्वसहमति कायम हुन नसके लोकतान्त्रिक विधि तथा प्रक्रियाबाट निर्णय गर्ने व्यवस्था अवधारणा पत्रमा उल्लेख छ। मोर्चाले विभिन्न राजनीतिक शक्ति र नेताबीच सहकार्य, समन्वय र साझा राजनैतिक अभियान मार्फत मुलुकको समसामयिक आवश्यकता सम्बोधन गर्ने लक्ष्य समेत अघि सारेको छ।